हेलो गाइज वाट्सअप आलु दाईको तर्फबाट छट्के सलाम छ। पक्कै पनि तपाईँहरू सन्चै हुनुहुन्छ होला, कुशल मङ्गल हुनुहुन्छ होला। आज चाहिँ म यो हेटौँडाको बसमाडी लेबट भन्दा अलि माथि एकदमै अहिले चर्चामा आएको भाइरल रोडमा छु। यो भाइरल रोडमा चाहिँ खासमा के हुँदो रहेछ, के छ रहेछ होइन, कस्तो रहेछ मैले पनि टिकटकमा हेरेर चाहिँ आएको हो, टिकटकमा देखेर आज तपाईँहरूलाई चाहिँ यहाँको भिडियो देखाउने छु है। यहाँनिर एकजना भाइ पनि हुनुहुन्छ होइन। नमस्ते भाइ। नमस्ते। तपाईँको शुभ नाम? मेरो शङ्कर स्याङतान। शङ्कर स्याङतान है। हजुर। तपाईँ यहीँको हो? हजुर, यहीँ हो। अनि यहाँ तोरणहरू लाउनु भएको रहेछ होइन। हजुर। एकदमै खुसी लाग्यो। म पनि हेटौँडाको भएको कारणले गर्दाखेरि थाहा पाउने बित्तिकै म यहाँ आएको है। तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। तपाईँहरू चाहिँ टिकटक बनाउन, म्युजिक भिडियो बनाउन अनि अन्य चाहिँ घुमघामको लागि चाहिँ आउन सक्नुहुन्छ। ठाउँ एकदम राम्रो छ होइन। गर्मी बेलामा चाहिँ यो जङ्गलको शीतल चिसो हावा पनि चल्दो रहेछ यहाँनिर चाहिँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि भाइको घर यतै है? हजुर, मेरो यहाँबाट अलिकति तल हो, जस्ट 2 मिनट लाग्छ। 2 मिनट लाग्छ है। ल भाइ कति हेर्छौँ यार, भाइ यार बिहे भएको कि छैन? बिहे भएकै भनौँ दाइ, हो बाहिर छ। ए लेडिज अब 10 वर्ष। श्रीमती बाहिर हुनुहुन्छ? हजुर। कुन देशमा? साउदी। साउदीमा हुनुहुन्छ। अनि भाइ के गर्नुहुन्छ नि? म गाडी चलाउँछु दाइ, ड्राइभर। ए गाडी चलाउनुहुन्छ है। हजुर। अनि ड्राइभरहरूलाई त केटीहरू त यार झुन्डिन्छ भन्छ नि यार के हो? कहाँ दाइ, सबै कहाँ एउटै हुन्छ त है। सबै एउटै। अनि ड्राइभर पेसा कस्तो छ त, कस्तो चल्दैछ? ठिकै छ दाइ। अब भनौँ न, घर खर्च टरेको अलिअलि बचत गर्नु पुगेको, त्यसमा खुसी छु। अनि मलाई चिन्नुहुन्छ कि हुन्? चिनेको छु दाइ। अब मैले भिडियो हालेको थियो, तपाईँले कमेन्ट गर्नुभयो, खुसी लाग्यो होइन। अनि यो ठाउँमा पनि आउनुभयो, भ्रमण गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई पनि। थ्याङ्क यू। ल हेर्नुहोस् है त, सरररररररर है, क्या दामी छ है। सररररररर चट्ट लाएर माथि लगभग कति मिटर जति लाग्यो होला यो है? 60-70 मिटर जति छैन भाइ? यो अझै लाउँदै हुनुहुन्छ है तपाईँहरूले? ल क्या हरियाली देखिन्छ हेर्नुहोस् होइन। अनि के हो भाइ, हाला भिनाजु हाला भन्दैछ त मोबाइलले। मेरो टिकटक हेर्दै हुनुहुँदो रहेछ होइन, खुसी लाग्यो। पानी पर्न लाग्दैछ साथीहरू होइन, के गर्ने अब यार। अहिले कति बजे भाइ? अहिले 6 बजे दाइ। अब 6 बजिसकेको छ होइन। म चाहिँ हेटौँडामा यस्तो पुष्पलालतिर एकछिन साथीसँग भेटेर आएको, हाम्रो नक्कले प्रेम स्याङतानसँग। आउँदा आउँदै ढिला भयो क्या। अनि भाइ यो ठाउँमा चाहिँ फोटो खिच्न र टिकटक बनाउन कतिको चाहिँ साथीहरू आउनुहुन्छ? अब यस्तो हो दाइ, अहिले त भर्खर सुरु नै हो यो है। अब शुक्रबार, शनिबार, आइतबार चाहिँ अलि ठिकै 4-5 बजीसम्म थोरै मान्छे आउँदैछन्। यो कति भयो लाउनु भयो तपाईँहरूले? यो धेरै भएन नि दाइ, त्यस्तै 1 हप्ता जति भयो भर्खरै भनौँ। 1 हप्ता जति भयो है। 1 हप्तामा चाहिँ जस आउँदै हुनुहुन्छ? आउँदै हुन्छ थोरै। शनिबार, आइतबार छुट्टीको टाइममा। स्कुल अफिस छुट्टी हुन्छ शनिबार र आइतबार चाहिँ आजभोलि होइन, त्यतिखेर चाहिँ आउनुहुन्छ। ल तपाईँहरू पनि आउनु होला। अनि यहाँ अरू केही अवलोकन गर्ने कुनै केही छ कि यही मात्रै हो? अहिलेको लागि यति नै हो दाइ। अनि म तल मन्दिर छन्, बजेटले भ्याएको जति गरियो। ए तल मन्दिर पनि छ है? तल मन्दिर पनि छ। अब बिस्तारै फेरि पनि अब थप्दैछन्। र यहाँ आउनेलाई चाहिँ लोकेसनको बारेमा पनि भनिदिनु न भाइ यार। लोकेसन चाहिँ तपाईँहरू हेटौँडाबाट आउँदै हुनुहुन्छ भने सिधै पश्चिमतर्फ, हेटौँडाबाट पश्चिमतर्फ आउँदाखेरि 8 किलोमिटर आउनुहोस्, सहारा ग्यास छ। सहारा ग्यासबाट लगभग 150 मिटर जति अगाडि आएर लेकपानी मार्ग लेखेको छ, त्यहाँबाट डाइरेक्ट माथि आउनुहोस्। कहीँ जानु पर्दैन, सिधै माथि आउनुहोस्, ठ्याक्कै आइपुग्नुहुन्छ। यदि पश्चिमबाट आउँदै हुनुहुन्छ भने
त्यहाँबाट आउँदाखेरि लेवट चौक आइपुग्छ। लेवट चौकबाट थोरै अगाडि आएर एउटा बोर्ड देखिन्छ। त्यो बोर्डमा चाहिँ त्यही लेखपानी मार्ग नै लेखेको छ, त्यही हेरेर सिधै माथि आइदिनु होला। ओके, थ्याङ्क यू। गाइज म चाहिँ होइन यो ठाउँ घुमेर चाहिँ फर्किरहेको छु। चट्ट लगाएर अब तल मेरो ब्याट्रीले कति साथ दिन्छ होइन तपाईँहरूलाई माथि तल रोडसम्मको लोकेसन म देखाउने छु सकेसम्म है। यहाँनिर चाहिँ पहिला पुरानो सिलाब रहेछ नि भाइ है यहाँतिर। भइसक्यो लोड भइसक्यो यो रोड खन्दाखेरि बनाएको सिलाब हो कि। ए अनि यो माथिको चाहिँ नयाँ हो अहिले। यो मास्तिर गाउँ कुन कुन गाउँ पुग्छ अरे? माथि लेखपानी, ज्यामिरे, शेरशेर। हजुर शेरशेर भन्ने ठाउँ पनि छ। यो यहाँ माथि डाँडा पुग्ने बित्तिकै सेतो भिर देखिन्छ क्या उता नामदारबाट जाने माथि चढ्छ नि। हजुर हजुर। त्यो गाउँहरू थुप्रै छ गाउँहरू माथितिर। यो रोड अहिले त्यति चालु छैन जस्तो छ है भाइ। हजुर त्यति अहिले त्यति साह्रो चालु छैन, अब बिस्तारै हुँदैछ। भर्खर सिलाब आउँदैछ माथितिर पनि। हजुर हजुर। यो चाहिँ पहिला नै तत्कालै बनाइहाल्नु चाहिँ। यहाँ खोला छ कि छैन? पानी पानी छैन रहेछ है। ए हस् हस्। यहाँ मन्दिर पनि रहेछ। कुन भगवान्को मन्दिर हो भाइ यो? फानीमाई। ए ल, यहाँ मेला सेला पनि लाग्छ भाइ? जेठमा मेला लाग्छ है। ए ल, खुसी लाग्यो भाइ होइन। ल फेरि आउँदै गरौँला है। म आइतबार शनिबार आइतबारतिर आउँछु। ओके बाई। धेरै टाइमै लाग्दैन है गाई चाहिँ मेन रोड आउन लागिसक्यो अब बसमाडीको। ओइ मकै पाकिसकेछ यतातिर चाहिँ होइन। लगाएछ मेन रोड निस्किसकेको छ होइन। यो चाहिँ लेखपानी मार्ग भनेर लेखा रहेछ होइन गाइज होइन। लेवट 3 नम्बर वडा कार्यालय हेटौँडा उपमहानगरपालिका यहाँबाट चाहिँ पुग्छ त्यो ठाउँ आइएको भाइरल रोड होइन। ओके
टक्क यहाँनिर सानो चौतारो छ अगाडिपट्टि। यहाँ लेफ्ट पानी मार्ग भनेर लेखेको छ, त्यहीँबाट मास्तिर लाग्नु छ है तपाईँहरू आउनुभयो भने। अब म हेटौँडातिर जाँदैछु है। सर हेटौँडा जम्मा कति 8 किलोमिटर भनेर लेखेको रहेछ यहाँ है। गाइस यो चाहिँ हेटौँडाको राप्ती पुल हो है। खरेम स्कुटर हो कि बाइक हो यार, बाइकै रहेछ। यो हेटौँडा हस्पिटल है यता, हेटौँडा हस्पिटल। हेटौँडा बुद्ध चोक, हेटौँडा बुद्ध चोक, चोक 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 झन्डै ठोक भएको यार। यो वीरगञ्ज जाने बाटो यता चाहिँ है। ओके गाइज, आजको लागि मेरो भिडियो यति नै। थ्याङ्क यू सो मच तपाईँहरूले हेरिदिनु भएकोमा। जसले हेरिदिनु भएको छ माया गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला है। अनि हजुरहरूको ठाउँमा पनि म आउनुपर्छ, हजुरहरूको ठाउँ पनि घुमिदिनु न, हाम्रो गाउँ ठाउँ पनि भन्नुहुन्छ भने भन्नु होला, कमेन्टमा लेख्नु होला, म आउने कोसिस गर्नेछु। आजको लागि भने यति नै। तपाईँहरूले मेरो एडी ब्लग युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरू है। ओके, सबैजनालाई माया छ, मिठो माया छ, मिठो सम्झना छ है त। ओके, अब अर्को भिडियोमा हामी भेट्नेछौँ। बाई बाई।